जय मसी स्वागत छ हजुर सबैजनालाई ग्रेस अफ गड च्यानलमा। आज हामी पढेर सुन्दैछौँ यशायाको पुस्तक अध्याय 5। यो दागबारीको गीतको रूपमा चिनिने भजन हो, जसले परमेश्वरको प्रेम र अपेक्षालाई देखाउँछ। परमेश्वरले असल फलको अपेक्षा गर्नुभयो, तर मानिसहरूले खराब फल दिए। यो अध्यायले हामीलाई आफ्नो जीवन जाँच्न र परमेश्वरतर्फ फर्कन बोलाउँछ। आउनुहोस् अब हामी सँगै पढेर सुन्नेछौँ यशाया अध्याय 5 दागबारीको गीत। मैले प्रेम गरेको उनको दागबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्यन्त मलिलो डाँडामा मेरा प्रियको एउटा दागबारी थियो। तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके र त्यसमा तिनले सबैभन्दा असल दाग रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाग फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाग पो फल्यो। अब हे यरुशलेमका बासिन्दाहरू र यहुदाका मानिसहरू हो, म र मेरो दागबारीको बीचमा इन्साफ गरिदेऊ। मेरो दागबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू व्रत मैले गर्नुपर्ने थियो। असल दाग पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाग मात्र फलायो। अब म मेरो दागबारीलाई के गर्नेछु सो तिमीहरूलाई भन्नेछु। म त्यसको बार उखेलिदिनेछु र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु र त्यो कुल्ची मिल्ची गरिनेछ। त्यसलाई म उजाड भूमि पारिदिनेछु। त्यो न त छिम्लिनेछ न गोडिनेछ, तर त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु। सर्वशक्तिमान परमप्रभुको दागबारी इजरायलको घराना हो र यहुदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो। धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाबासी पो सुनियो। धिक्कार र इन्साफ। धिक्कार तिमीहरूलाई जसले केही जग्गा नरहने गरी घरसित घर र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एक्लै बस्छौ। सर्वशक्तिमान परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, निश्चय नै ठुला ठुला घरहरू उजाड हुनेछन् र सुन्दर भवनहरू निर्जन हुनेछन्। 5 बिघा दागबारीले 5 पाथी दागमत र 50 पाथी बिउले 5 पाथी अन्न मात्र उब्जाउनेछ। धिक्कार तिनीहरूलाई जो मत पिउन बिहानै उठ्छन्, जो मातेर चुर हुन राति अबेरसम्म बस्छन्। तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैजडी, बाँसुरी र मत हुन्छन्, तर तिनीहरू परमप्रभुका कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्। यसै कारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन् र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भिडहरू प्यासले पीडित हुनेछन्। यसै कारण चिहानले आफ्नो भोग बढाएको छ र आफ्नो मुख गरी बाएको छ। तिनीहरूका भारदारहरू र भिडहरू, तिनीहरूका झगडिया र हल्ला गर्नेहरू त्यही भित्र पर्नेछन्। यसरी मानिस निहुराइनेछ र मानिस जाति विनम्र तुल्याइनेछ र अभिमानीका आँखा झुकाइनेछन्। तर सर्वशक्तिमान परमप्रभुको नाउँ इन्साफद्वारा उच्च हुनेछ र पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ। तब भेडाहरू आफ्नै खड्कमा झै चर्नेछन् र थुमाहरूले चाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्। धिक्कार तिनीहरूलाई जसले पापलाई छलका डोरीले र दुष्टाइलाई गाडा तान्ने डोरीहरूले झै तानेर ल्याउँछन्। तिनीहरूलाई जसले भन्छन्, परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँडो गरून् र हामी हेरौँ। त्यो नजिक आओस्, इजरायलका परम पवित्रको योजना पुरा होस् र हामी थाहा पाउन सकौँ। धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन्, अनि तितोलाई मिठो र मिठोलाई तितोको निम्ति लिन्छन्।
धिक्कार तिनीहरूलाई जो आफ्नै दृष्टिमा बुद्धिमान र आफ्नै नजरमा चालाक छन्। धिक्कार तिनीहरूलाई जो दागमत पिउनलाई, वीर र मत मिसाउनलाई निपुण छन्, जसले घुस लिएर दोषीहरूलाई छोडिदिन्छन् र निर्दोषहरूको ठिक न्याय गर्दैनन्। यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सडेर जानेछन् र तिनीहरूका फूल धुलो उडेझै उडेर जानेछन्। किनभने तिनीहरूले सर्वशक्तिमान परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन् र इजरायलका परम पवित्रको वचनलाई हेला गरेका छन्। यसकारण परमप्रभुको रिस आफ्ना प्रजामाथि उठेको छ। उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनु भएको छ र तिनीहरूलाई हिर्काउनुहुन्छ। डाँडाहरू हल्लिन्छन् र मानिसहरूका लास सडकमा कसिङ्गर झै छन्। यतिमा पनि उहाँको रिस मरेको छैन र उहाँको हात आफैमाथि उठाए झै छ। उहाँले टाढाका जातिहरूका निम्ति एउटा झण्डा खडा गर्नुहुन्छ। उहाँले पृथ्वीका कुना कुनामा बस्नेहरूलाई सुसेलीले बोलाउनुहुन्छ। तिनीहरू चाँडो र फुर्तीसित आउँछन्। तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खाने छैनन्, कोही झुल्ने वा निदाउने छैनन्। तिनीहरूका कमरको पटुका खुकुलो हुने छैन, तिनीहरूका जुत्ताको फिता चुडिने छैन। तिनीहरूका काँडहरू तिखा तिखा छन् र धनुमा तातो चढाएका हुनेछन्। तिनीहरूका घोडाका टाप चकमक ढुङ्गा जस्तै र तिनीहरूका रथका चक्काहरू आधी बेरी जस्तै हुनेछन्। तिनीहरूको गर्जन सिंहको जस्तै छ। तिनीहरू जवान सिंह जस्तै गर्जन्छन्। तिनीहरूले शिकार समात्दा ङ्वार ङ्वार गर्छन्। त्यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुने छैन। त्यस दिन तिनीहरू समुद्र गर्जेझै त्यसमाथि गर्जनेछन्। यदि देशलाई कसैले हेर्यो भने त्यहाँ अन्धकार र सङ्कट मात्र त्यसले देख्नेछ र उज्यालो पनि बादलले अँध्यारो पार्नेछ। आमेन। हजुर सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।